हजुर ल अझ तिमी रेडी भएको छैन? आऊ अहिले के हतार बहर रेडी हुनलाई उहाँ बहर दाल भात बसाली हो अब सफा सुगर गर्दा गर्दा यताउता गर्दा दाल भात पाक्छ पकाइ तुलाई सबै गरेर तपाईहरुलाई खाइ पी गरेर भाडा साडा माझेर सबै धन्दा सकेर स्कुल जाने 9:30 मा पुग्दा हुन्छ स्कुल। ल हेर कसले स्कुल जाने भन्यो? हामी गाउँ जाने भनेको। आऊ गाम जाने रे अनि मलाई त केही त थाहा छैन। तपाईको देवर भाइले त अस्ति नै गाम त दशैं मात्रै जाने हो भुन्की भन्नुहुन्थ्यो। दशैं आइसक्यो हो र दशैं आउन त अझै बाँकी हो त। दशैं आउनुपर्छ भने हामी उहाँ विदेशदेखि आइसकेपछि मम्मीलाई भेट्न जानु परेन? ए अनि तपाईहरुको विदेशबाट आउनु भएको त म त यही त हुँ अनि म के हार्न गाम जानु? कस्तो कुरा गरे होला? मम गाउँमा त्यत्रो बिरामी होइसिन्छ रे, घरको काम धन्दा सघाउनु पर्छ भनेर हिजै बेलुका भूपेन्द्र बाबुलाई त्यत्रो कुरा गरेको, केही भन्नु भएन भूपेन्द्र बाबुले? मसँग त केही कुरै गर्नु भएन त सेरिया भाउजू। के सेरिया भनेको? मेरो नाम श्रेया हो, श्रेया। सिरिया? त्यति प्रनाउन्स गर्न पनि नआउने कस्तो खाले केटी रहेछ। छिटो रेडी हो। तपाईको देवरलाई सोध्छु अनि है सेरिया भाउजू। फेरि सेरिया? मैले हिजो बेलुकै सोधिसकेको छु भूपेन्द्र बाबुलाई। भूपेन्द्र बाबु, ए भूपेन्द्र बाबु, के गर्छौ? टोयलेट कहाँ जानु हो त? अनि के पारा हो के यस्तो? मैले हिजो बेलुकै झन् भुटीलाई रेडी गरेर राखिदिनु बाबु, हामीसँग गाउँ जानुपर्छ भनेको हजुरले त इन्फर्मसम्म गर्नु भएन रहेछ। कति साह्रो इग्नोर गरेको हो मेरो कुरालाई? सरी भाउजू, मैले हजुरको कुरालाई इग्नोर गरेको होइन। हेर्नुहोस् न, भुन्टुलाई भर्खर स्कुल एडमिसन गरेको छु। अब अहिले उसलाई गाउँ पठायो भने उसको पढाइ बिग्रिन्छ। बरु यसो गरौँ न भाउजू, हजुर गाउँ जानु होला, म हजुरलाई त्यहाँ काम सघाउनको लागि मान्छे म्यानेज गरिदिन्छु। हजुर केही टेन्सन गर्नु पर्दैन।